नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई सरना सेल्फ लर्न युट्युब च्यानलमा। सधैँ झैँ हामी आज पनि नमुना प्रश्नपत्र सेट 3 लिएर आएका छौँ। आशा छ हजुरहरूले चाहिँ यस भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ आफ्नो तयारीलाई थप मजबुत बनाउन सक्नुहुनेछ। प्रश्न नम्बर 1 मा रहेको छ, ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने विज्ञान शास्त्रलाई के भनिन्छ? अप्सन ए कस्मोलोजी, अप्सन बी एस्ट्रोलोजी, अप्सन सी एस्ट्रोनोमी, अप्सन डी जियोग्राफी। यसको सही उत्तर रहेको छ अप्सन ए कस्मोलोजी। ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने विज्ञान शास्त्रलाई कस्मोलोजी भनिन्छ। जस्तो एस्ट्रोलोजी भनेको चाहिँ ज्योतिष सम्बन्धी चाहिँ अध्ययन गर्ने विज्ञान हो भने एस्ट्रोनोमी चाहिँ अन्तरिक्ष सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई चाहिँ एस्ट्रोनोमी भनिन्छ र त्यस्तै जियोग्राफी भनेको चाहिँ भूगोल सम्बन्धी अध्ययन गर्ने विज्ञान चाहिँ जियोग्राफी हो। र अब प्रश्न नम्बर 2 मा रहेको छ, तलका बनाइहरू विचार गर्नुहोस् भनेको छ। 180 डिग्रीको देशान्तर रेखालाई अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ। यो भनाइ पनि सही छ। त्यस्तै आमा दिएको छ 1 डिग्री देशान्तर फरकमा 4 मिनेटको समय फरक पर्दछ भनेको चाहिँ यो पनि ठिक छ। 66.5 उत्तरी अक्षांश रेखालाई सुमेरु वृत्त र दक्षिणी अक्षांशलाई कुमेरु वृत्त भनिन्छ भनेको छ। यो पनि राइट रहेको छ। त्यस्तै अब इमा दिएको छ 1 डिग्री अक्षांशको फरकमा सरदर 111 किलोमिटर चाहिँ फरक पर्दछ भनेको छ। यो भनाइ पनि ठिक छ। त्यसैले यहाँ दिएको अप्सनहरू मध्ये अप्सन ग इज करेक्ट एन्सर। त्यस्तै प्रश्न नम्बर 3 मा क्षेत्रफलको हिसाबले ठुलोदेखि सानो महादेश छुट्याउनुहोस् भनेको छ। अप्सन क मा दिएको छ युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र अस्ट्रेलिया। अप्सन ख मा दिएको छ उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप र अस्ट्रेलिया। अप्सन ग मा दिएको छ उत्तर अमेरिका, युरोप, दक्षिण अमेरिका र अस्ट्रेलिया। र घ मा दिएको छ अस्ट्रेलिया, उत्तर अमेरिका, दक्षिण अमेरिका र युरोप। यसको सही उत्तर रहेको छ अप्सन ख उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप र अस्ट्रेलिया रहेको छ। त्यस्तै प्रश्न नम्बर 4 मा दिएको छ समूह क र समूह ख मा चाहिँ जोडा मिलाउनुहोस् भनेको छ। एकतिर चाहिँ जिल्लाहरू दिएको छ र अर्कोतिर चाहिँ त्यहाँ पर्ने भन्ज्याङहरूको नाम दिएको छ। दार्चुलामा चाहिँ हाम्रो टिङ्कर भन्ज्याङ पर्छ। त्यस्तै मुगुमा नाम्जा अनि मुस्ताङमा रह्यो कोरला भन्ने पर्छ र अर्को चाहिँ गोर्खामा चाहिँ लार्के भन्ज्याङ पर्छ। त्यसैले दिएको अप्सनहरू मध्ये अप्सन क इज राइट एन्सर। त्यस्तै प्रश्न नम्बर 5 मा तलको आधारमा जोडा मिलाई उपयुक्त विकल्प छान्नुहोस् भनेको छ। यहाँनिर बागलुङलाई हामीले झोलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ। त्यस्तै पर्सा भनेको चाहिँ महेन्द्र राजमार्गले नछुने जिल्ला भयो। चितवनलाई एक बास्केट भनेर पनि चिनिन्छ र मुस्ताङ भनेको चाहिँ नेपालको मरुभूमि भयो। यसमा पनि दिएको विकल्पहरूमध्ये चाहिँ अप्सन क चाहिँ सही उत्तर रहेको छ। त्यस्तै प्रश्न नम्बर 6 मा दिएको घटना र प्रधानमन्त्री बीच जोडा मिलाई सही विकल्पको छनौट गर्नुहोस् भनेको छ। एकतिर घटनाको क्रम दिएको छ भने अर्कोतिर चाहिँ प्रधानमन्त्री दिएको छ। थापाथली सन्धि चाहिँ जङ्गबहादुर राणाको पालामा भएको थियो। त्यस्तै सार्कको स्थापना भनेको चाहिँ प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द्रको पालामा भएको थियो र जनमत संग्रह भनेको चाहिँ सूर्यबहादुर थापा भयो। र प्रथम विश्वयुद्ध चाहिँ चन्द्र शमशेरको पालामा चाहिँ भएको थियो। त्यसैले यसमा पनि दिएको विकल्पहरूमध्ये अप्सन क पनि सही उत्तर रहेको छ। त्यस्तै प्रश्न नम्बर 7 मा नेपालमा छुवाछुत अन्त्य कुन कानुनले गरेको हो? अप्सनहरू दिएको छ क मा समाज सुधार ऐन, ख मा मुलुकी ऐन, ग मा सामाजिक व्यवस्था सुधार ऐन र घ मा छुवाछुत विरुद्ध ऐन। यसको सही उत्तर रहेको छ अप्सन ख मुलुकी ऐन। त्यस्तै प्रश्न नम्बर 8 मा बढी ब्याज कमाउने रकमलाई कस्तो मनी भनिन्छ? अप्सन ए सफ्ट मनी, ख मा अप्सन बी मा चाहिँ ब्लड मनी, अप्सन सी मा ब्ल्याक मनी र अप्सन डी मा हट मनी। यसको सही उत्तर रहेको छ अप्सन डी हट मनी। हट मनी भनेको चाहिँ बढी ब्याज कमाउने रकम रहेको छ। त्यस्तै यो सफ्ट मनी भनेको चाहिँ कम ब्याज कमाउने रकम भयो। ब्लड मनी भनेको चाहिँ मृत्युको क्षतिपूर्ति स्वरूप पाइने रकम भयो भने ब्ल्याक मनी चाहिँ गैर कानुनी ढङ्गले आर्जन गरेको रकम चाहिँ ब्ल्याक मनी हो। त्यस्तै प्रश्न नम्बर 9 मा हाल नेपालमा कस्तो अर्थव्यवस्थालाई अवलम्बन गरेको छ? अप्सन क मा खुला, ख मा मिश्रित, ग मा उदार र घ मा चाहिँ बजारमुखी। यसको सही उत्तर रहेको छ अप्सन ख मिश्रित। प्रश्न नम्बर 10 मा दिएको छ म्याङ्बे नामक वातावरणीय संस्थाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनका अनुसार जैविक विविधता दृष्टिले विश्वको तेस्रो धनी मुलुक कुन हो भनेको छ। अप्सन क मा कोलम्बिया, अप्सन ख मा चीन,
अप्सन गमा पेरु र घमा चाहिँ इन्डोनेसिया। यसको सही उत्तर रहेको छ अप्सन क कोलम्बिया। त्यस्तै प्रश्न नम्बर 11 मा हरित गृह यानि कि ग्रीन हाउसमा प्रभाव पार्ने ग्यास क्लोरोफ्लोरो कार्बन को हिस्सा चाहिँ कति प्रतिशत रहेको छ भनेको छ। अप्सन ए मा 57%, अप्सन बी मा 25%, अप्सन सी मा 12% र अप्सन डी मा 6%। यसको सही उत्तर रहेको छ अप्सन बी 25% चाहिँ क्लोरोफ्लोरो कार्बनको हिस्सा रहेको छ भने 57% चाहिँ कार्बन डाइअक्साइड यानि कि CO2 को हिस्सा रहेको छ। त्यस्तै 12% भनेको चाहिँ मिथेन CH4 को चाहिँ हिस्सा रहेको छ भने त्यस्तै 6% चाहिँ नाइट्रो अक्साइडको हिस्सा रहेको छ। प्रश्न नम्बर 12 मा तल दिएको मध्ये संयुक्त राष्ट्र सङ्घको कार्यकारी अङ्ग कुन हो भनेको छ। अप्सन क मा महासभा, ख मा सुरक्षा परिषद, ग सचिवालय र घ चाहिँ अन्तर्राष्ट्रिय न्यायालय। यसको सही उत्तर रहेको छ अप्सन ख सुरक्षा परिषद चाहिँ संयुक्त राष्ट्र सङ्घको चाहिँ कार्यकारी अङ्ग रहेको छ भने महासभा चाहिँ यो व्यवस्थापकीय अङ्ग हो र सचिवालय भनेको चाहिँ प्रशासनिक अङ्ग हो र अन्तर्राष्ट्रिय न्यायालय भनेको चाहिँ न्यायिक अङ्ग रहेको छ। त्यस्तै प्रश्न नम्बर 13 मा रहेको छ तलको भनाइ विचार गर्नुहोस् भनेको छ। कमा दिएको छ नेपालले चाहिँ सन् 1955 डिसेम्बर 14 मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेको हो भनेको छ। यो भनाइ पनि राइट रहेको छ र खमा छ नेपाल लगायत 16 राष्ट्रलाई सदस्यता दिने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घबाट पारित प्रस्तावलाई प्याकेज डिल भनिन्छ भनेको छ। यो भनाइ नै ठिक छ। माथिको भनाइको आधारमा चाहिँ सही उत्तर छनौट गर्नुहोस् भनेको छ। यसको लागि चाहिँ यहाँ दिएको विकल्प मध्ये अप्सन क चाहिँ सही विकल्प रहेको छ। त्यस्तै प्रश्न नम्बर 14 मा दिएको छ 83औं संस्करण गोल्डन ग्लोब्स अवार्ड 2026 मा चाहिँ म्युजिकल कमेडी विधातर्फ चाहिँ सर्वोत्कृष्ट चलचित्र अवार्ड जित्न सफल चलचित्र कुन हो भनेको छ। अप्सन क मा चाहिँ दिएको छ ह्यामनेट, अप्सन ख मा दिएको छ अन ब्याटल आफ्टर एनदर, अप्सन ग मा दिएको छ द सेक्रेट एजेन्ट र अप्सन घ मा दिएको छ केपअप डेमन अन्डर्स। यसको करेक्ट एन्सर रहेको छ अप्सन ख अन ब्याटल आफ्टर अनदर भन्ने चाहिँ यो 2026 मा चाहिँ गोल्डन ग्लोब्स अवार्ड जित्न सफल भएको थियो। त्यस्तै प्रश्न नम्बर 15 मा नेपाल र साउदी अरब बीच जनवरी 5 मा भएको श्रम सम्झौतामा हस्ताक्षर कतिमा भएको थियो भनेको छ। अप्सन ए दिएको छ 2023 एडी, अप्सन बी मा दिएको छ 2026 एडी र अप्सन सी मा दिएको छ 2022 एडी र अप्सन डी मा दिएको छ 2019 एडी। यो चाहिँ अप्सन बी रहेको छ। त्यस्तै प्रश्न नम्बर 16 मा हाम्रो पुस्तकालय हाम्रो भविष्य भन्ने आदर्श वाक्य कुन पुस्तकालय दिवसको नारा हो भनेको छ। अप्सन ए मा क मा दिएको छ 2079, अप्सन ख मा दिएको छ 2080, अप्सन ग मा दिएको छ 2081 र अप्सन घ मा दिएको छ 2082। यसको सही उत्तर रहेको छ अप्सन घ 2082। त्यस्तै प्रश्न नम्बर 17 मा जोडा मिलाई उपयुक्त विकल्प छान्नुहोस् भनेको छ। हाम्रो यो चाहिँ पहिलो शिक्षा ऐन चाहिँ कहिले आएको थियो भन्दाखेरि 2019 मा। त्यस्तै शिक्षक तालिम अनिवार्य चाहिँ 2028 बाट गरेको थियो र शैक्षिक गुणस्तर परीक्षण भनेको चाहिँ 2066 भयो र खुल्ला बिबी ऐन भनेको चाहिँ 2073। यसमा दिएको विकल्पहरूमध्ये यसमा पनि क चाहिँ सही उत्तर रहेको छ। त्यस्तै प्रश्न नम्बर 18 मा मानव विकासको अध्ययन गर्ने लम्बी अध्ययन विधि कसले प्रतिपादन गरेको मानिन्छ भनेको छ। अप्सन क मा स्किनर, अप्सन ख मा टेम्प्लिन, अप्सन ग मा चाहिँ अलेन ए स्टोन र विलियर्ड, अप्सन घ मा चाहिँ प्याजे र थर्नकनाइट। यसको सही उत्तर रहेको छ अप्सन सी अलेन ए स्टोन विलियर्डले चाहिँ यो लम्बी विधि चाहिँ प्रतिपादन गरेका थिए। त्यस्तै प्रश्न नम्बर 19 मा शिक्षा मनोविज्ञानले समेट्ने विषय क्षेत्र कुन होइन भनेको छ। अप्सन क मा सिकारुको पहिचान, अप्सन ख मा सिकाइ प्रक्रिया र अवस्थाको पहिचान, अप्सन ग मा व्यक्तित्व र समायोजन, अप्सन घ मा सिकारुको सामाजिक स्थिति। यसको सही उत्तर रहेको छ अप्सन घ सिकारुको सामाजिक स्थिति। त्यस्तै प्रश्न नम्बर 20 मा चाहिँ मानव विकासका विशेषताहरूमा तलको कुन पर्दैन भनेको छ। अप्सन क मा विकासमा परिवर्तन हुन्छ, अप्सन ख मा विकासको भविष्यवाणी गर्न सकिन्छ, अप्सन ग मा विकासमा वैदिक भिन्नता हुन्छ
र अप्सन घ मा विकास निश्चित समयपछि रोकिन्छ भनेको छ। यो मानव विकासका विशेषताहरू अन्तर्गत चाहिँ कुन पर्दैन भनेर सोधेको छ। अप्सन घ विकास निश्चित समयपछि रोकिन्छ भन्ने यो कुरा चाहिँ यसको विशेषता अन्तर्गत पर्दैन। त्यस्तै प्रश्न नम्बर 21 मा रहेको छ व्यवहारको आकृतिकरण गर्न सक्नु कुन सिकाइ सिद्धान्तको विशेषता हो भनेको छ। अप्सन क मा शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्त, अप्सन ख मा कार्यपरक सिकाइ सिद्धान्त, अप्सन घ मा चाहिँ प्रयत्न र भुलको सिद्धान्त र अप्सन घ मा अन्तर्दृष्टि सिकाइ सिद्धान्त भनेको छ। यसमा दिएको विकल्पहरूमध्ये अप्सन ख कार्यपरक सिकाइ सिद्धान्त चाहिँ व्यवहारको आकृतिकरण गर्न सक्नु चाहिँ यो कार्यपरक सिकाइ सिद्धान्तको चाहिँ विशेषता अन्तर्गत पर्दछ। त्यस्तै प्रश्न नम्बर 22 मा प्रकृतिवादी दर्शनसँग मेल खाने सिकाइको सिद्धान्त कुन हो। अप्सन क मा दिएको छ शास्त्रीय सम्बन्ध प्रत्यावर्तन, ख मा कार्यपरक, ग मा प्रयत्न र भुल र घ मा अन्तर्दृष्टि सिकाइ सिद्धान्त। यसको सही उत्तर रहेको छ अप्सन घ अन्तर्दृष्टि सिकाइ सिद्धान्त। त्यस्तै प्रश्न नम्बर 23 मा कुनै बालकलाई नमस्कार गर्न सिकाइयो र सोही सिकाइको आधारमा उसले सबैलाई नमस्कार गर्न सिक्यो भने सिकाइको भाषामा यसलाई के भनिन्छ भनेको छ। अप्सन क मा सिकाइको सामान्यीकरण, ख मा उत्तेजनाको सामान्यीकरण, ग मा चाहिँ सिकाइको विभेदीकरण र घ मा चाहिँ उत्तेजनाको विभेदीकरण भनेको छ। यसमा दिएको अप्सनहरूमध्ये अप्सन क चाहिँ सही उत्तर रहेको छ। त्यस्तै प्रश्न नम्बर 24 मा अब्राहम मास्लोले प्रस्तुत गरेको मानव आवश्यकताको आधारभूत तह कुन हो भनेको छ। यहाँ अप्सन ए मा दिएको छ सेल्फ एक्चुलाइजेसन, अप्सन बी मा दिएको छ सेल्फ स्टेम, अप्सन सी मा दिएको छ लभ एन्ड बिलोङनेस भनेको छ, अप्सन डी मा दिएको छ यसको सही उत्तर रहेको छ अप्सन डी फिजियोलोजिकल निड्स। त्यस्तै प्रश्न नम्बर 25 मा बेन्जिम एस ब्लुमका अनुसार शैक्षणिक उद्देश्यको संज्ञानात्मक तहको उच्च तह कुन हो भनेको छ। अप्सन क मा दिएको छ प्रयोग गर्नु, ख मा विश्लेषण गर्नु, ग मा मूल्याङ्कन गर्नु र घ मा चाहिँ संश्लेषण गर्नु। यसको सही उत्तर रहेको छ अप्सन ग मूल्याङ्कन गर्नु। त्यस्तै प्रश्न नम्बर 26 मा दिएको छ शिक्षण सिकाइमा नवपरिवर्तनको आवश्यकता किन पर्दछ भनेको छ। अप्सन क मा दिएको छ प्रविधि मैत्री शिक्षण गर्न, अप्सन ख मा दिएको छ नवीनतम ज्ञान दिनु, अप्सन ग मा दिएको छ शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु र अप्सन घ मा दिएको छ शैक्षिक क्षति कम गर्न भनेको छ। यसमा दिएको विकल्पहरूमध्ये अप्सन ग इज राइट एन्सर। त्यस्तै प्रश्न नम्बर 27 मा वर्तमान विद्यालयको पाठ्यक्रम ढाँचा अनुसार प्रारम्भिक बाल शिक्षामा आधारभूत सिप सिकाइ क्षेत्रमा नपर्ने तलको मध्ये कुन हो भनेको छ। अप्सन क मा दिएको छ सृजनात्मक सिप, ख मा चाहिँ संवेगात्मक सिप र ग मा सामाजिक सिप र घ मा नैतिक सिप। यसको सही उत्तर रहेको छ अप्सन ग सामाजिक सिप। त्यस्तै प्रश्न नम्बर 28 मा शैक्षणिक योजनाको विशेषतामा तलको कुन पर्दैन भनेको छ। अप्सन क मा सीमित, जुन यो विद्यालयमा मात्र सीमित भन्न खोजेको, अनि ख मा अल्पकालीन, ग मा सैद्धान्तिक र घ मा चाहिँ सक्षमतामा आधारित। यसको सही उत्तर रहेको छ अप्सन ख सैद्धान्तिक चाहिँ शैक्षणिक योजनाको विशेषता अन्तर्गत पर्दैन। प्रश्न नम्बर 29 मा सैद्धान्तिक ज्ञानको व्यावहारिक प्रयोगलाई जोड दिने शिक्षण विधि कुन हो भनेको छ। अप्सन क मा प्रदर्शन विधि, ख मा प्रदर्शनी विधि, ग मा परियोजना विधि, घ मा क्षेत्र भ्रमण विधि। यसको सही उत्तर रहेको छ अप्सन ख प्रदर्शनी विधि। त्यस्तै प्रश्न नम्बर 30 मा विद्यार्थीलाई सोधिने प्रश्नहरूको खाका तयार गरिने कार्यलाई तलको मध्ये कुन नामले चिनिन्छ। अप्सन ख मा पद विश्लेषण कार्य, ख मा नमुना प्रश्न निर्माण कार्य, ग मा सम्भाव्य प्रश्न निर्माण कार्य र घ मा चाहिँ अनुमान प्रश्न निर्माण कार्य। यसको सही उत्तर रहेको छ अप्सन क पद विश्लेषण कार्य। प्रश्न नम्बर 31 मा परीक्षाले जुन कुरा मापन गर्ने प्रयास गरेको छ सो कुरा कति कुशलतापूर्वक मापन गर्न सकेको छ भन्ने कुरामा निर्भर गर्छ भन्ने तर्कले चाहिँ तलको कुन पक्षलाई जनाउँछ। अप्सन क दिएको छ विश्वसनीयता, अप्सन ख दिएको छ वैधता, अप्सन ग दिएको छ मापन र अप्सन घ दिएको छ मूल्याङ्कन। यसको सही उत्तर रहेको छ अप्सन ख वैधता। वैधता चाहिँ मुख्यतः 3 प्रकारको हुन्छ, एउटा चाहिँ विषयगत वैधता र अर्को आधार प्रासङ्गिक वैधता र अर्को चाहिँ रचनात्मक वैधता।
त्यस्तै प्रश्न नम्बर 32 मा द्वन्द्वले ल्याउने सकारात्मक प्रभावमा कुन पर्दैन भनेको छ। अप्सन क मा चाहिँ नवीनतम सोच र चिन्तनको विकास गराउँछ। अप्सन ख मा विद्यालयको सुधार, विकास, परिवर्तन तथा रूपान्तरणमा सघाउ पुर्याउँछ। अप्सन ग मा विद्यालयको शैक्षिक उपलब्धि बढाउँछ। अप्सन ग मा चाहिँ विद्यालयका समस्या वा तथा विकृतिको पहिचान र निकासको बाटो देखाउँछ। यीमध्ये चाहिँ द्वन्द्वले ल्याउने सकारात्मक प्रभावमा कुन पर्दैन भनेको छ। अप्सन क नवीनतम सोच र चिन्तनको विकास गराउँछ भनेको चाहिँ यो सकारात्मक प्रभाव अन्तर्गत पर्दैन। त्यस्तै प्रश्न नम्बर 33 मा विद्यार्थीहरूमा कार्यविभाजन, नेतृत्व, अवसर प्रदान जस्ता पक्ष कक्षा कोठा व्यवस्थापन अन्तर्गत कुन कार्यक्षेत्रभित्र पर्दछ भनेको छ। यसमा दिएको छ अप्सनहरू। अप्सन क मा चाहिँ विद्यार्थी व्यवसाय व्यवस्थापन, ख मा चाहिँ शैक्षिक सामग्रीको व्यवस्थापन, ग मा मनोवैज्ञानिक वातावरणको व्यवस्थापन, ग मा चाहिँ आचार संहिता र जब चार्टको व्यवस्थापन। उत्तर रहेको छ अप्सन ग आचार संहिता र जब चार्ट व्यवस्थापन। त्यस्तै प्रश्न नम्बर 34 मा दिएको छ शिक्षक पेशागत विकास प्रारूप 2080 बमोजिम प्रशिक्षक विज्ञ सूचीमा रहने प्रशिक्षकको लागि तलको कुन आधार अनिवार्यता छैन भनेको छ। अप्सन क मा दिएको छ सम्बन्धित विषयमा कम्तीमा एमफिल उत्तीर्ण गरेको। अप्सन ख मा माध्यमिक तहमा कम्तीमा 5 वर्ष काम गरेको शिक्षक र अप्सन ग मा आइसिटीको ज्ञान तथा सिप भएको शिक्षक र अप्सन घ मा खोज तथा अनुसन्धानमा संलग्न भएको भनेको छ। यीमध्ये चाहिँ अप्सन क चाहिँ यो अनिवार्यता छैन, सम्बन्धित विषयमा कम्तीमा एमफिल उत्तीर्ण गरेको भन्ने यो चाहिँ अनिवार्यता रहेको छैन। त्यस्तै प्रश्न नम्बर 35 मा कार्यमूलक अनुसन्धानसँग तलको कुन भनाइ सम्बन्धित छ। अप्सन क यो रेखीय रूपमा एउटा समस्या एकैपटक हुन्छ। अप्सन ख यो चक्रीय रूपमा निरन्तर भइरहन्छ। अप्सन ग यसमा परिकल्पनाको परीक्षण गरिन्छ र अप्सन घ यसबाट सिद्धान्तको प्रतिपादन गरिन्छ भनेको छ। यो चाहिँ कार्यमूलक अनुसन्धान चाहिँ अप्सन ख यो चक्रीय रूपमा निरन्तर भइरहन्छ भन्ने यो भनाइसँग चाहिँ सम्बन्धित रहेको छ। त्यस्तै प्रश्न नम्बर 36 मा इन द हिस्ट्री अफ द कम्प्युटर हु इज कल्ड एज फर्स्ट प्रोग्राम भनेको छ। अप्सन ए मा चार्ल्स ब्याबेज, अप्सन बी मा ब्लेज पास्कल र अप्सन सी मा लेडी अगस्टा, अप्सन डी मा चाहिँ जोन नेपियर्स भनेको छ। यो फर्स्ट प्रोग्रामर भनेर चाहिँ अप्सन सी लेडी अगस्टालाई चिनिन्छ। उनलाई चाहिँ मदर अफ कम्प्युटर भनेर पनि चिनिन्छ। चार्ल्स ब्याबेज भनेको चाहिँ चार्ल्स ब्याबेजले चाहिँ डिफरेन्स इन्जिनहरूको चाहिँ डेभलप गरेको थियो, त्यसैले उनलाई चाहिँ फादर अफ कम्प्युटर भनेर चिनिन्छ। र ब्लेज पास्कललाई चाहिँ उनले चाहिँ पास्कलाइन मेसिनको चाहिँ डेभलप गरेका थिए। त्यस्तै जोन नेफियर्सले चाहिँ नेफियर्स बोनहरूको चाहिँ डेभलप गरेका थिए। त्यस्तै प्रश्न नम्बर 37 मा कुन शैक्षिक सत्रदेखि इमिसलाई वेब बेस्डमा आधारित बनाइएको थियो। अप्सन क मा विक्रम सम्वत 2074, ख विक्रम सम्वत 2075, ग मा विक्रम सम्वत 2076 र अप्सन घ विक्रम सम्वत 2077। यसको सही उत्तर रहेको छ अप्सन ख विक्रम सम्वत 2075 मा चाहिँ इमिसलाई चाहिँ वेब बेस्डमा आधारित बनाइएको थियो। त्यस्तै प्रश्न नम्बर 38 मा एजुकेसन सफ्टवेयर इन्क्लुड्स भनेको छ। यहाँ अप्सनहरू दिएको छ। ए मा चाहिँ ट्युटोरियल प्रोग्राम, अप्सन बी मा चाहिँ सिमुलेसन प्रोग्राम, अप्सन सी मा चाहिँ म्याथमेटिकल प्रोग्राम र अप्सन डी मा अल अफ देम भनेको छ। यसको चाहिँ करेक्ट आन्सर भनेको अप्सन डी नै रहेको छ। त्यस्तै प्रश्न नम्बर 29 मा विच अफ द फलोइङ इज नट अ पेज मार्जिन भनेको छ। यो दिएको मध्ये पेज मार्जिनमा चाहिँ कुन पर्दैन भनेको छ। अप्सन ए मा चाहिँ लेफ्ट, अप्सन बी मा राइट, सी मा सेन्टर र डी मा चाहिँ टप भनेको छ। यसमा नपर्ने भनेको चाहिँ अप्सन सी सेन्टर पर्दैन। यो पेज मार्जिनमा चाहिँ लेफ्ट, राइट, टप र बटम पर्छ। त्यस्तै प्रश्न नम्बर 40 मा फायरवाल भनेको के हो। अप्सन ए मा भाइरस, अप्सन बी मा नेटवर्क सेक्युरिटी, अप्सन सी मा स्पाइवेयर, अप्सन डी मा चाहिँ ए एन्ड बी बोथ भनेको छ। यसमा दिएको अप्सनमा चाहिँ फायरवाल भनेको चाहिँ एउटा नेटवर्क सेक्युरिटी हो, त्यसैले अप्सन बी इज करेक्ट आन्सर। प्रश्न नम्बर 41 मा आइतबारको बिहिबार भए चाहिँ मङ्गलबारको कुन बार हुन्छ भनेको छ। अप्सन क शनिबार, ख मा आइतबार, ग मा सोमबार र घ मा चाहिँ शुक्रबार। यसको सही उत्तर रहेको छ अप्सन क शनिबार चाहिँ पर्छ। जसरी आइतबारको 3 दिन अगाडि चाहिँ बिहिबार पर्छ भने त्यसै मङ्गलबारको चाहिँ 3 दिन
अगाडि चाहिँ शनिबार पर्छ। प्रश्न नम्बर 42 मा चाहिँ समूहमा नमिल्दो पत्ता लगाउनुहोस् भनेको छ। अप्सन ए मा रुबल, अप्सन बी मा डेनिस क्रोन, अप्सन सी मा चाहिँ पाउन्ड स्टर्लिङ र अप्सन डी मा चाहिँ डलर भनेको छ। यसमा नमिल्दो भनेको चाहिँ अप्सन बी। प्रश्न नम्बर 43 मा दिएको छ। दिएको श्रेणी पुरा गर्नुहोस् भनेको छ। 7 350 अनि 8 520 र 9 अनि वाट दिएको छ। अप्सनहरू दिएको छ। अप्सन ए मा 638, बी मा 738, सी मा 838 र डी मा चाहिँ 938। यो दिएको विकल्पहरूमध्ये सही उत्तर भनेको चाहिँ अप्सन बी 738 रहेको छ। यसरी चाहिँ यहाँनिर हजुरहरूले देख्न सक्नुहुन्छ। मैले यहाँ सोलुसन नै गरेर राखेको छु। जस्तो 7 को क्यु प्लस 7 जोड्दा 350 हुन्छ, 8 को क्यु प्लस 8 जोड्दा चाहिँ 520 हुन्छ भने 9 को क्यु र 9 जोड्दा 738 हुन्छ। र प्रश्न नम्बर 44 मा 48 वटा कलम 3 जनालाई बाँड्दा एउटाको भागमा कतिवटा कलम पर्छ भनेको छ। अप्सन ए मा 15, अप्सन बी मा 16, अप्सन सी मा 17 र अप्सन डी मा 18। यसको सही उत्तर रहन्छ अप्सन बी 16। 48 लाई चाहिँ 3 ले डिभाइड गरेर चाहिँ हामीले 16 आन्सर निकाल्न सकिन्छ। प्रश्न नम्बर 45 मा यदि पेनको 53, इङ्कको 43 भए कपीको चाहिँ कति हुन्छ भनेको छ। यसमा चाहिँ दिएको अल्फाबेटहरूको पनि सम गरेर त्यसलाई रिभर्स बनाइएको छ है। यो पेनको अल्फाबेट सिरिजहरू जोड्दा चाहिँ 35 हुन्छ भने यसलाई चाहिँ उल्टो बनाएर 53 बनाइएको छ। त्यस्तै इङ्कको 34 हुन्छ भने यसलाई 43 बनाइएको छ उल्टो बनाएर चाहिँ। जस्तो हामीले कपीको पनि हेर्ने भने सी भनेको चाहिँ 3 भयो, ओ भनेको चाहिँ 15 भयो, अनि पी भनेको 16 र वाई भनेको 25 हुन्छ। टोटल जोड्दाखेरि चाहिँ हाम्रो के हुन्छ त 59 हुन्छ। र हामीले यसलाई चाहिँ यो कोडको चाहिँ उल्टो रिभर्स गर्दाखेरि चाहिँ के हुन्छ त 95 हुन्छ। त्यसैले बी इज करेक्ट आन्सर। सम चाहिँ 59 हुन्छ, यसलाई रिभर्स गर्दाखेरि चाहिँ 95 हुन्छ। अरू पनि रिभर्स गरेर राखेको भएर यसमा दिएको विकल्पमध्ये चाहिँ बी चाहिँ करेक्ट आन्सर हुन्छ। त्यस्तै यो प्रश्न नम्बर 46 मा हेर्नु होला। नेपालको संविधानको धारा 48 अनुसार नागरिकको कर्तव्य उल्लेख नभएको कर्तव्य तलको मध्ये कुन हो भनेको छ। अप्सन क मा संविधान र कानुनको पालना गर्नु, अप्सन ख मा विभेद, असमानता, शोषण, अन्यायको अन्त्य गर्नु, अप्सन ग मा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु र अप्सन घ मा राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु। यसमा चाहिँ अप्सन ख इज राइट आन्सर। त्यस्तै प्रश्न नम्बर 47 मा शिक्षा ऐन 2028 अनुसार शिक्षक सेवा आयोगको सदस्यहरूको नियुक्तिका लागि सिफारिस गर्न नेपाल सरकारले गठन गर्ने समितिमा नरहने पदाधिकारी तलको मध्ये कुन हो भनेको छ। अप्सन क मा त्रिविको अपकुलपति, ख मा लोकसेवा आयोगको अध्यक्ष र ग मा चाहिँ राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य र घ मा चाहिँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव भनेको छ। यसमा दिएको अप्सनहरू मध्ये सही भनेको चाहिँ अप्सन ग चाहिँ राष्ट्रिय योजना आयोगले चाहिँ शिक्षा हेर्ने सदस्य चाहिँ राइट रहेको छ। त्यस्तै प्रश्न नम्बर 48 मा चाहिँ स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार स्थानीय तहका आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धका कार्यहरूभित्र नपर्ने कार्य तलको मध्ये कुन हो भनेको छ। अप्सन क मा विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन, ख मा चाहिँ बाल उद्यानको व्यवस्थापन र ग मा ट्युसन कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन र घ मा चाहिँ शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास भनेको छ। यसमा दिएको मध्ये चाहिँ अप्सन ख बाल उद्यानको चाहिँ व्यवस्थापन चाहिँ रहेको छ। यो चाहिँ आधारभूत तथा माध्यमिक शिक्षाको कार्य अन्तर्गत पर्दैन। त्यस्तै प्रश्न नम्बर 49 मा छ शिक्षक सेवा आयोगबाट लिइने परीक्षाको पाठ्यक्रम, परीक्षण तथा मूल्याङ्कन प्रक्रिया कसले तोके बमोजिम हुन्छ भनेको छ। अप्सन क मा चाहिँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, ख मा नेपाल सरकारले र ग मा दिएको छ पाठ्यक्रम विकास केन्द्रले र घ मा शिक्षा सेवा आयोगले। यसको सही उत्तर रहेको छ अप्सन ग शिक्षा सेवा आयोगले तोके बमोजिम चाहिँ यो आयोगबाट लिने परीक्षाहरूको पाठ्यक्रम र मूल्याङ्कनको प्रक्रिया चाहिँ यो आयोगले तोके बमोजिम हुन्छ। र आजको अन्तिम प्रश्न रहेको छ 50 मा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको प्रमाणपत्र छानबिन गर्ने प्रयोजनका लागि जिल्ला स्तरमा गठन हुने प्रमाणपत्र छानबिन समितिको अध्यक्ष को रहन्छ।
अप्सन क मा जिल्ला न्याय अधिवक्ता, ख मा प्रमुख जिल्लाधिकारी र ग मा चाहिँ जिल्ला न्यायाधीश र घ मा जिल्ला समन्वय अधिकारी। यसको सही उत्तर रहेको छ अप्सन ख प्रमुख जिल्ला अधिकारी। साथीहरू आजको प्रश्न हजुरहरूलाई कस्तो लाग्यो र हजुरहरूले कति मिलाउनु भयो त्यो पनि कमेन्ट बक्समा जानकारी दिन नबिर्सिनु होला। साथै यदि मैले यस भिडियोमा केही त्रुटिहरू गरेको छु भने चाहिँ कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्नु होला ताकि मैले अब आउने नेक्स्ट भिडियोहरूमा चाहिँ आफ्नो गल्तीहरूलाई सुधारेर चाहिँ अझै राम्रो भिडियो ल्याउन सक्नेछु। र हजुरहरूलाई यो भिडियोमा मन परेमा च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला र सब्स्क्राइब गरिसकेपछि सँगै रहेको बेल आइकनमा पनि थिच्न नबिर्सिनु होला ताकि अब आउने नेक्स्ट भिडियोहरूको नोटिफिकेसन चाहिँ सुरुमा नै हजुरहरूसम्म आइपुग्नेछ। हामी चाहिँ अब छिटै नै नेक्स्ट भिडियो लिएर आउनेछौँ। त्यतिन्जेलको सम्मको लागि चाहिँ हजुरहरूले योभन्दा अगाडि सेटहरू राखेको भिडियोहरू पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। हस्, धन्यवाद।